भरिपूर्ण पारेको छ, त्यही भएर उनीहरूले पक्रिन नमानेको। जेलभित्रैबाट फोन गरेर मैले के गर्नु सरकारले फाँसीको सजाय दिनुपर्छ, मैले माग त्यही नै गर्ने हो। त्यसैको लागि नै म यहाँ धर्ना दिन आएको छु माइती घर मण्डलामा। भएको छ खोटाङकी रश्मि परियारमाथि भएको सामूहिक बलात्कारपछि जो हत्या भएको छ, यो केवल अपराध मात्रै होइन, यो न्याय प्रणालीमाथिको कठोर प्रश्न हो। पत्रकार साथीहरू, म चलचित्रकर्मी नवल खड्का र खोटाङ सेवा समाजको म अध्यक्ष अहिले वर्तमान, र अहिले हामी यहाँ यो चाहिँ नि के विषय भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ। खोटाङकी रश्मि परियारमाथि भएको सामूहिक बलात्कारपछि जो हत्या भएको छ, यो केवल अपराध मात्रै होइन, यो न्याय प्रणालीमाथिको कठोर प्रश्न हो। यति जघन्य घटना पनि माथि दोषीहरू आज पनि स्वतन्त्र रूपले हिँडिरहेका छन्। राज्यको यो असफलता हो। निर्दोषलाई पक्रने त कुरा कता हो, अझ चाहिँ निर्दोषलाई चाहिँ समाएर राखिएको जस्तो हामीलाई महसुस भइरहेको छ। 7 वर्षकी बालिका, यहाँ तपाईँहरू यहाँ हेर्नुहोस्, यहाँ तल आज आमाको न्यायको लागि सडकमा उभिनु परेको छ। यो सम्पूर्ण समाजको लागि लज्जाको विषय हो कि होइन साथी हो? 15 वर्षको नाबालकले 28 वर्षको यत्रो एउटा चाहिँ उमेर पुगेको एउटा महिलालाई बलात्कार गरेर हत्या गर्यो भन्ने कुरा हामीले रिपोर्ट मानिदिनु पर्ने, यो समाजले मानिदिनु पर्ने। भनेपछि यो कति हास्यप्रद छ। त्यस कारणले गर्दाखेरि यो सरासर मिलीभगतमा मिलीमतमा चाहिँ यो जुन न्याय हो यो अथवा चाहिँ सजाय पाउनुपर्ने व्यक्तिहरूलाई लुकाइएको छ। यो हामी यसमा चाहिँ घोर भर्त्सना गर्न चाहन्छौँ यो सरकारको। र हाम्रो स्पष्ट माग छ, निष्पक्ष रूपमा छानबिन हुनु पर्यो, दोषीमाथि तत्काल कारबाही हुनु पर्यो, पीडितलाई न्याय दिनु पर्यो। हाम्रो चाहिँ नि रश्मिका मात्रै होइन, यहाँ देवीसारा खत्री, इनिसा बिक लगायत यहाँ धेरै पीडितहरूको पक्षमा यहाँ बोलिरहेका छौँ, हामी आवाज उठाइरहेका छौँ। यो सरकार चाहिँ कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसिरहेको छ। त्यसो भएको कारणले गर्दा यो सरकारले इमिडिएटली ती अपराधीहरूलाई समातेर सख्त कारबाही गरोस् र यो बलात्कारीहरूलाई चाहिँ फाँसीको सजाय पर्ने, अब बन्ने कानुन चाहिँ फाँसीको सजाय हुनुपर्छ भनेर जोरदार माग गर्न चाहन्छौँ। जेलभित्रैबाट फोन गरेर मैले के गल्ती गरेँ मलाई सजाय दिँदैछस् भन्छ। अनि मैले भनेको तिमीले गल्ती गरेकै छैनौ, मेरो छोरी सही कुशल ल्याउ न त, मेरो छोरी सही कुशल ल्याइदेऊ अगाडि, तिमीलाई त्यहाँ राख्न त जरुरी काम छैन। अनि मेरो छोरी कहाँ छ, ल्याइदेऊ मेरो छोरी भनेर मैले भन्दाखेरि के भन्छ तिमीले, मरेकोलाई मैले गाडेको मारेको होइन, मैले मरेकोलाई गाडेको भन्छ कि। त्यही भएर त्यसको लागि एकदम अन्याय भन्छ मलाई मेरो, किनकि जो मेरो छोरीलाई मारेर जङ्गलमा लगेर गाडेर 3 दिनको लास उठाएर त्यसले उहाँ पोस्टमार्टमको लागि लगेछ। पुलिस अगाडि सबैले उठाएर लगे, तर मलाई जानकारी भएन, हामीलाई कसैलाई पनि जानकारी दिएन। त्यहीको नियम गर्न म यहाँ छु। मेरो छोरीको जसरी भए पनि नियम पाउनुपर्छ। मेरो छोरीलाई जसरी जङ्गलमा तरपाई मारेर लास गाडेर पनि निकालेर पोस्टमार्टमको लागि फेरि हस्पिटलमा लगे। त्यस्तै त्यो हत्यारालाई फाँसी दिनुपर्छ, त्यसलाई पनि फाँसी दिनुपर्छ। म यो मेरो छोरीको सजाय यही मेरो छोरीलाई यहाँ म यही माग्न आएको हो। जो अपराधी हुनुहुन्छ, अपराधी चाहिँ कहाँ हुनुहुन्छ अहिले? त्यो अपराधी त कारागारमा छ। हजुर, कारागारमा छ, तर त्यो अपराधी कस्तो तरिकाले छ भने चाहिँ पूर्व पक्षमा छ भन्छ होइन। अहिले 5 महिना भइसक्यो, 5 महिनासम्म पूर्व पक्षमा छ। तर त्यो अपराधी जेलभित्रबाट फोन गर्छ, के भन्छ मलाई, तिमीले सोचे जस्तो जेल होइन, गरी पुरै इलिगलमा छु भन्छ। फोन गरेर फर्काउँछ जेलभित्रैबाट। तपाईँलाई फर्काउनुहुन्छ फोन गरेर? यहाँको पुलिस प्रशासनले केही भन्नु न, तपाईँले निवेदन दिनु भएन? केही पनि दिएका छैनन्। जस्तो लास उठाएर भेरीमा लगे पोस्टमार्टमको लागि त्यो पनि हामीलाई थाहा भएन, जानकारी गरेनन् हामीलाई पुलिसहरूले। हजुर, अहिलेसम्म मेरो छोरीको मोबाइल अनि सारा कुरा प्रमाणहरू केही पनि छैन मसँग। पोस्टमार्टममा गयौँ हामी, लास्टमा गयौँ, केटाको आमाले बोलाएर गयौँ। कति समय अगाडिको कुरा हो यो? मङ्सिर 9 गतेको घटना। मङ्सिर 9 गतेको। तपाईँले अहिलेसम्म न्याय पाउनु भएन? नै। के न्याय चाहनुहुन्छ तपाईँहरू? के न्याय चाहनुहुन्छ एउटा आमा भएको हिसाबले? मेरो छोरीले जसरी तरपाई मारेको थियो नि त्यस्तै फाँसी, त्यसलाई एकदम फाँसी होस्। फाँसी नभए तापनि त्यसलाई जन्म कैद, त्यसलाई जिन्दगीभरि त्यही जेलमै सरेर मर्न परोस्।
त्यसलाई म त्यही फाँसीको सजाय दिनुपर्छ। हजुर सरकारले फाँसीको सजाय दिनुपर्छ। मैले माग त्यही नै गर्ने हो, त्यही नै गर्ने हो। त्यसैको लागि नै म यहाँ धर्ना दिन आएको छु माइती घर मण्डलामा। तपाईँ गाउँबाट छोरीको न्यायको लागि भनेर आउनुभयो हो? हजुर, छोरीको न्याय लागि म यहाँ माइती घर मण्डलामा आएको छु। आज मेरो साथी भयो, आज मेरो साथी भयो यहाँ सकारात्मक व्यक्तिले उनीहरूलाई भरिपूर्ण पारेको छ, त्यही भएर उनीहरूले पक्रिन नमानेको। गर्नु खोजेको चाहिँ के, यो नानीको खुसी लुटेर के उनीहरूलाई के मिल्छ? एउटालाई समात्न सक्दैन। 6 जना भनिएका कहाँ छन् 5-5 जना? के गरिरहेका छन् 5-5 जना? गाउँमा खुलेआम सरेआम हिँडिरहेका छन्। यो नानीले कति दुःख भोगेर बस्नु परेको छ यो माइती घर मण्डलामा। दुनियाँले उसको चरित्र हत्या गरेर त्यत्रो बच्चाको चरित्र हत्या गरेर छ कि फोटो सहितको माग गरेर बसिरहेको छ। लाज हुँदैन, शरम हुँदैन? एउटा सरकारी जागिर खाएर सरकारको कुर्सीमा बसेपछि एउटा पीडित पक्षलाई न्याय दिनुपर्छ भन्ने अलिकति तपाईँहरूलाई लाज लाग्दैन, शरम लाग्दैन? तपाईँहरूका छोराछोरी छैनन्? तपाईँहरूका छोराछोरी गाउँघरमा घाँस दाउरा गर्न जङ्गलमा जाँदैनन्? तपाईँहरूलाई यो घटना घटेको कसैलाई पनि छैन? तपाईँहरूमाथि परेको छैन? यतिसम्मको बेइज्जती न्यायाधीश र पुलिस प्रशासन चाहिँ यो खोटाङमा मात्रै होला पहिलोचोटि देखिएको। किनकि यही विषयमा तिनिसा विकको बलात्कारपछि हत्या भएको हुँदा उहाँहरूको गाउँको 2 दिन नहुँदै, हत्याको 2 दिन नहुँदै माइती घर मण्डलामा आएर आजसम्म 15 दिन धर्ना हाल्दा केही न केही त उहाँहरूको गाउँमा भएको छ नि त। हाम्रो गाउँमा चाहिँ किन हुँदैन? म यही भन्न चाहन्छु, चाँडो भन्दा चाँडो अब यति सुन्दा यति हुँदा पनि पक्राउ भएन भने हामी दिक्तेल जिल्लामा गएर धर्ना हालेर हामीले शङ्का गरेको व्यक्तिलाई हामी आफै समातेर हामी आफै जसरी रेशमिकालाई मारेको थियो त्यसरी नै मार्छौँ। यही भन्न चाहन्छु म कि त बालेनजीको सरकार आएपछि फाँसीको सजाय सुरु होस्, नत्र भने हामी आफै गएर शङ्कात्मक व्यक्तिलाई हामी आफै समातेर हामी आफै जसरी रेशमिका परिवारलाई 300 मिटर घिसारी जङ्गल फाडी उसलाई बाँसघारीको तल राखिएको थियो हामी पनि त्यसरी नै राख्छौँ। एक्लै माइती घर मण्डलामा बोल्दै आएको थिएँ। शोभा पाठक त्यति बेला एक्लै थिएँ, तर आज 100 शोभा जन्मेको अवस्था र मैले मेरो लागि मात्रै लडेको थिइनँ, आम नारीहरूको लागि र अन्याय अत्याचारको विरुद्ध लडेको थिएँ। आज म यो ठाउँमा आउनुपर्छ। ती बहिनीहरू पनि म जस्तै बहिनी हुन् र अपराध अपराधै हो, उहाँहरूको न्यायको लागि आएको। विशेष गरेर भन्नुपर्छ भने जमुना बहिनी आज नेकपा एमालेबाटै नै त्यही नेता, त्यही प्रदेश कमिटीको नेताबाट एउटा केन्द्रीय लेभलको नेताबाट चाहिँ भिक्टिम भएर बलात्कृत भएर आज देशको गहना, उनी आफू एउटा कलाकार पनि हुन्, त्यो देशको गहना आज सडकमा बस्नुपर्ने बाध्यता भइसकेपछि म जतिको मान्छेले उप लागेर बस्न सक्ने कन्डिसन हुँदैन। र अर्को कुरा यो केस म आफूबाटै सुरुवात भएको थियो। जुन बेला मलाई चुनाव लागिरहेको थियो, विभिन्न मान्छेहरूलाई चुनाव लागिरहेको थियो, तर चुनावमा 1 भोट कमाउँछु भन्ने बेलामा मलाई त्यो बहिनीको ज्यान प्यारो लागेर मैले त्यो बहिनीको मुद्दा उठाएको थिएँ र मैले ललितपुर प्रहरी कार्यालयमा पनि समन्वय गरेर पक्राउ ल्याइसकेको अवस्था छ। तर मान्छे चाहिँ नसमातिएर बहिनी चाहिँ एकदमै पीडित भइसकेपछि म मर्नुभन्दा बोलाउन निको दिदी म सडकमा बस्नु भन्दा आएँ।